नमस्कार दर्शक महानुभावहरू, तपाईँ हेर्दै हुनुहुन्छ आयोन्युज.com र यतिखेर म धरान उपमहानगरपालिकाको कार्यपरिषदमा छु। यतिखेर निकै नै तनावको स्थिति छ। मेयर उपमेयरको वाद विवाद सुरु भएको छ, तपाईँ देख्न सक्नुहुनेछ। र यो वाद विवाद हिजैबाट सुरु भएको हो। खास गरी हिजो जुन श्रमदानको कुरालाई लिएर चाहिँ श्रमदानमा लगाउने बजेट अन्यतिर चाहिँ लाउन हुँदैन, कानुन सम्मत गर्नुपर्छ मेयर उपमेयरको कुरा थियो भने, मेयर साहबको कुरा चाहिँ के थियो भने यो काम गरिसके पछाडि जेसुकै श्रमदान भयो भने पनि त्यो खर्चमै देखाउनुपर्छ, गर्नुपर्छ भन्ने हिसाबले रस्साकसी भइसके पछाडि आज पुनः त्यही विषयवस्तुलाई लिएर र हिजो जुन उपमेयर साहबले चाहिँ यो ड्राइभरहरूको जुन गाडीको चाबी लगिएको भन्ने कुरा आएको छ, सोही विषयलाई लिएर आज पुनः नगरपालिकाभित्र जाँदाखेरि यो आजको रस्साकसी यस्तो तनावको स्थिति आएको छ हामी त्यहाँ देख्न सक्छौँ। यत्रो सुरक्षाकर्मीहरूका बिचमा पनि दुवै पक्षका चाहिँ व्यक्तित्वहरूका जो आफैमा मेयर साहबले चाहिँ आफ्ना चाहिँ श्रमदाता भन्नुहुन्छ र उक्त श्रमदाता लगायतका अन्य जति पनि के अरे दलहरूका अथवा भनौँ न खास गरी उपमेयर समर्थक दलका चाहिँ यो जुन व्यक्तित्वहरू छ, यो आजको यो रस्साकसी यहाँ देख्न सक्नुहुन्छ। यो यसरी आज यस्तो भएको छ, यसले चाहिँ एउटा समग्रमा यो धरानकै पनि एउटा बेइज्जतको कुरा हो। र तपाईँ मात्रै होइन, तपाईँहरू यो दृश्य देखाउँछु म। अबको क्रममा तपाईँ हेर्नुहोस्, यो धरान उपमहानगरपालिकामा के जात्रा भइरहेछ, कहिलेसम्म यस्तो जात्रा हुन्छ र यसको जिम्मेवारीको र कसले यसलाई सहजताको रूपमा अगाडि बढाउनेछ। अबको क्रममा यहाँ के भयो सम्पूर्ण गतिविधि तपाईँहरूको लागि तपाईँ लाइक, कमेन्ट र सब्सक्राइब पनि गर्नुहोला र के भन्न चाहनुहुन्छ मेयर उपमेयर लगायतका सम्पूर्ण व्यक्तित्वहरूलाई सुझाव पनि दिनुहोला। धन्यवाद। हेर्दै गर्नुहोला आयोन्युज.com। केही छैन, अब पब्लिकले माग्न आउँछ यहाँ के हो तपाईले भन्नु खोजेको? तपाईको होको चाबी तपाईले किन लानु हो? तपाईले चाबी किन लानु? किन तपाईले किन लानु? पब्लिकले लिन आउँछ, पब्लिकले लिन आउँछ, तपाईलाई रोजबाट पैसा हामी तिनजना मात्र देशा पाउनु त देशमा मोबाइल खोज